आज असार 15 हाम्रो चाहिँ यहाँ विदेशमा हाम्रो चाहिँ साथीहरूले मजाले बसेर हामीले चाहिँ मजाले यहाँनिर अब दिउँसो खान भ्याइएन, समय मिलेन, त्यही भएर राति धेरै चिरा हो हाल न हाल केही हुन्न। आँप पनि लिएर आइयो, यतातिर छ दही चिउरा। हाल्न हाल केही छैन त, चिनीमा डेट हुँदैन हो। चिनी पनि हाल त ल मजाले। भयो धेरै धेरै नहाल, सुगर हुन्छ फेरि, मेडिकल आउने बेला भएको छ। मलाई खासै धेरै नहाल ल। विदेशको असार 15 यस्तै छ, अब के गर्ने। नेपालमा जस्तो अब राम्रो आँप पनि पाइएन, यस्तो छ। अलिअलि काँचो जस्तो हुन्छ तर फरक पर्दैन। असार 15 मनाउने हो। ल खाऊ है, म पनि अब पानी किन चाहियो? कुनमा धेरै छ चिनी? मलाई थोर भएको दिँदैन ल। मुख्य भाइले खाँदैछु हाम्रो खासमा आँप चाहिँ कस्तो छ भाइ? राम्रो छ। अनि रुपेश भाइ के छ नि? आँप बबाल छ? हुन त यो मलेसियाको आँप हो होइन। हाम्रो भाइले बबाल खाइरहेछ। मिठो छ होइन भाइ? यार तिमीले त दुई हातले गजम गजम हाने। नेपालको जस्तै मिठो छ? त्यस साह्रो त मिठो छैन होला। यहाँ मलेसियामा त्यसै अब हल्का हल्का दबाई सबै हालेको हुन्छ। तर पनि आँप चाहिँ दामी छ हो, हेर्दा पनि खाम मन लाग्ने खालको होइन। त्यसको त्यो गेडा पनि सानो हुँदो रहेछ। हेर्नु न यो हाम्रो हिमाल, खासमा हेर्दाखेरि मगरको छोरो जस्तो छ तर छेत्री हो होइन। अब हेर न हेर्नु खतरा हान्छ। खानुपर्छ ल भाइ। तिमी त यार 6 महिनासम्म बिरामी भएर भर्खरको उयो कोमाबाट निस्किएको हो नि त यार होइन। तिम्रो लागि यो डाइटहरू राखिरहेछ होइन। साथीभाइ भनेको यस्तै त हो नि होइन। हामीले चाहिँ अब खासै के गर्न सकिरहेको छैन। अब तिमी 6 महिनाबाट भर्खर निस्केर आएको, तर मान्छेको जिउ चाहिँ खतर लाग्यो त्यो दबाई खाएर हो कि अब यार।